कतिमा लामो भन्दा गाइस यो चाहिँ ड्राइभर हो राइडर हो न बडा हो गाइस चलाउन मान्छे पठाऊ किन अनि गाइस उतापट्टि चाहिँ अब मिस्त्री म राइडर हो अब बसाइराखेँ म अब बसाएर चाहिँ गइरहेको छु बसेर गइरहेँ बस अब योभन्दा अगाडि यो देखिन्छ पानी पऱ्यो भने हुनै सक्दैन है यस्तो छ यस्तो कुना कुनाबाट लान्छ यो पठाउँदै होइन गाउँको बाटोबाट गइरहेको छु नि राइडरले त ल हुन्छ यस्तो छ गाइस बाटो त्यहाँबाट राइडरले त ल लगिरहेको छ है बाबाले डर्न त पानी भगवान धुलोले
लौसी हेर ल यहाँ काकासँग डराउने छोरी मसँग किन डराएको काका हो नि त ऊ काका है त क्यामेरा मिलो पापा दिन्छ नि त काकाले ल फाइनली गाउँमा आइपुग्यो गाइज अब मेरो भ्लग सुरु हुन्छ नि अब एकछिनपछि अब यहाँ एउटा छोरी यस्तो मेरो उहाँ चाहिँ हाम्रो गाउँको भाउजू एम्बुलेन्सनी भाउजू अनि हाम्रो यो मुखिनी यता हेर काकाले तँलाई बडा के भएको बडा बडा अझ फेरि यता हेर्छ यता हेर्ने आँखा के हेर त्यो तँलाई बडा अब जम्मामी हेर गाउँको पिङ रे यो चाहिँ यो पिङ कसले बनाएको छोरी तिमीहरू समी दादा कहाँ काठमाडौँ गइसक्यो किन यहाँ हेर काकाको हेलो घर हो मेरो छोरी अनि अस्ति किन काका आउँदाखेरि तिमी काकासँग नआएको तिमीमा किन गएको कपडा किन गएको यता आउनु अगाडि आऊ चुप गर काकाले माया गर अनि काठमाडौँमा के किन्यो त खै यो किन्यो खोइ दसैँ कपडा हो ए अनि कति दिन पर्छ छोरी हजुर ल यो ब्लगसम्म के अरे मेरो मोबाइलसम्म ल है त देखाऊ ब्यागहरू देखाऊ त्यो देखाऊ बस एकछिन अहिले नजा बस है बस न उभि भन्दैछु कति उभा ल भाइ म गर्छु चस्मा लगाऊ ल अहिले कहाँ गर्न आउँछ अहिले चस्मा लगाऊ चस्मा लगाऊ एकछिन त्यत्तिकै उ भइहाल्छ नि स्लो भइहाल्छ के आयो कसले पिङ हालेको यो समीर खोइ त किन काममा काम भएर कि उ ल्याऊ न त्यो घरबाट ब्ल्याङ्केट लिएर आऊ न ल गरिदियो रे क्या उसलाई खेल्ने भने होइन ठेलिदिउ न जुत्ता लगाएर खेल्दै बस बस पहिले है बल गर्नु पर्यो नि त आउट निकाल्नु पर्यो नि त त्यो डराएर झर्ने हो झराइदियो आया ल मैले खेल्छु क्या ल त्यस्तो भ्याउदुल चाहिँ खेल्न सक्दैन ल अनि का भ्याउदु जस्तै भइरहनु ल हेर्नु
भनिदिनु त दिदी ल जाऊँ आया मैं तो खुट्टा दुख्यो कुन के हो यो सुकुटी रगत होला नमोल कहिले किन रोको त काका दादा क्या लावन लावन ल पिङ पनि खेल्यो रमाइलो नि भयो अब के भयो भयो है छोरी होइन किन डरा ओ के भयो मेरो को रहेछ यहाँ के गरेर तिम्रो है के गरेर को यो को के गरेर है किन लुगेर किन लुगेर ल घर जानु पर्यो खोइ मेरो सामान छोराले हेलमेट बोक हेलमेट बोक आइपुग्यो घरमा अब आमाले भेट्न जानु पर्यो मेरो आमा के गर्दै हुनुहुन्छ मेरो आमा पहिल्यै भाइ क्या हो मेरो आमा पहिल्यै भाइ क्या आमा भाइ क्या ल आयो आयो सबैजना ल गाउँमा आइपुग्यो ल हेर 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 यहाँ हेर हेर त यता हेर हेर न किन हेर्नुपर्छ कि पर्दैन ल हात ल हात ल ला ओए त्यसो हो ल त्यसकै ल छिटो ल अब पिङ्गुली यहाँ एकजना पिङ्गुली मान्छे छ हेलो गर्नु त ल मम्मीले मलाई किन पिटेको फेरि हाई गर्दैछ अरे देखिस् यस्तो हुनु पर्यो नि है के थाहा तिनीहरूलाई थाहै छैन है ल जाउँ काकाहरू जाउँ त मम छ कि छैन मम मम छ कि छैन घरमा होइन के मम हाम्रो मम छ ए अनि दसैँ लागेन के हो खोइ दसैँ कोही छैन त यस्तै हो बाबा खोइ ल हेर दसैँ त यहाँ पो लागिरहेको है है आमा यता हेर्नु त ए लाया पानीले उगरानु पऱ्यो नसम्म अब हेलो गाइस अब भ्लग घर आइपुग्यो भ्लगलाई यहीँ इन गरिदिन्छु